Hello guys, this is me Julie Bantava. Welcome to my another blog. Welcome to my YouTube channel. Yes, this is my second blog about my long mountain trekking journey. First of all, I went to Narantar where the Melamchi bus stop is located. There I found a bus going to Melamchi. About after a 2 hour drive, I finally reached Melamchi. After taking a 10 minutes rest, I catch another bus going to Jhinu, and Jhinu was our last stop. Yes, finally, after a 3 hour drive, I reached Jhinu bus stop. Then I started trekking because my plan for the day was to reach to Pidara, which is very famous for its hotel and beautiful views. But suddenly, after walking for hour, it was started raining. So we had to stop on the way. After the rain stopped, I started my trek again. Then we reached the Langtang National Park checkpost where the army checked all our bags and our stops. एन्ड हाम्रो ब्यागहरू चेकिङ भइसकेपछि चाहिँ हामी अब नेक्स्ट स्टपको लागि हामीले हिँडिसकेका छौँ। यसपछि हामी आज लाङटाङ नेसनल पार्क पछि चाहिँ हामी देउरालीतिर चाहिँ हामी आजको दिनको लागि चाहिँ देउरालीतिर हामी बस्नेछौँ, किनभने हामी तुप्पी डाँडा पुग्ने भनेको समयले साथ नदिएको भएर प्लस इन बिट्विन त्यो टाइममा चाहिँ पानी परेको भएर हामीले 1 आवर अलरेडी रेस्ट गऱ्यो अन द वे टुप्पी डाँडा। सो त्यही भएको भएर चाहिँ हामीले जानु पाएन। हामी देउरालीमै बसेको यो दिन, अनि नेक्स्ट डे हाम्रो यो देउरालीबाट चाहिँ हामी हिँडिसकेको हो। देउरालीबाट चाहिँ हामी अब टुप्पी डाँडातिर चाहिँ हामी जान्छौँ, अनि यो चाहिँ अन द वे टु टुप्पी डाँडा हो। अनि यहाँ चाहिँ एकदमै नेचुरली एकदमै जङ्गलहरू धेरै राम्रो राम्रो देख्न पाइयो। दिस इज माई फर्स्ट टाइम इन माउन्टेन ट्रेकिङ गर्दा चाहिँ मैले यस्तो जङ्गलहरू भेटेको छु, विच इज भेरी ब्युटिफुल। एन्ड अब हामी ट्रेकिङ कन्टिन्यू गर्छौँ। त्यसपछि हामी टुप्पी डाँडा पुग्न लागेछ। यो चाहिँ पुल एकदमै ओल्ड टाइपको भएको थियो, मलाई चाहिँ एकदमै डर लाग्यो, बट आई विल डु इट। एकदमै ओल्ड टाइपको भइसकेको थियो, एकदमै हल्लिरहेको थियो, तर जसरी पुग्नु छ डेस्टिनेसनमा सो कन्टिन्यू नै हिँड्यो। अनि यहाँ फोटोसुट पनि भइरहेछ। अनि अन द वे टु टुप्पी डाँडा हामीले चाहिँ जङ्गल हुँदै हामी टुप्पी डाँडा जान्छ। अनि हामी टुप्पी डाँडा पुगिसकेपछि अन द वे टु यो काउहरू पनि भेट्यो, अनि यसमा काउसँग एकछिन भिडियो सुट गर्यो, फोटोसुट गर्यो। त्यसपछि चाहिँ हामी फेरि कन्टिन्यू हाम्रो ट्रेकिङ मेरो कन्टिन्यू गर्छु। त्यसपछि हामी अलमोस्ट अब टुप्पी डाँडा हामी पुगिसक्यौँ।
यो चाहिँ साँच्चीकै डाँडामा भएको भएर चाहिँ टुप्पी डाँडा नाम राखिदिएको दिनुभएको होला सायद। अनि यो अन द वे टु पाँच पोखरी चाहिँ एकदमै हाम्रो वे चाहिँ एकदमै जङ्गल रहेछ। सो अलिकति टाढा टाढा हिँड्नलाई पनि अलिक डर लाग्ने। सो हामीले नजिक नजिक नै हिँड्दै गएको। एन्ड यो चाहिँ हाम्रो टुप्पी डाँडा काटिसकेको छ। अनि यो अन द वेमा चाहिँ रोडोडेन्ड्रन एकदमै धेरै भेटियो यसपालि, त्यो पनि कलरफुल मल्टी कलरमा चाहिँ पिङ्क, रेड, व्हाइट र पिङ्क त्यस्तो मिक्स भएको रोडोडेन्ड्रनहरू एकदमै धेरै पायो। अब चाहिँ हामी फाइनली टुप्पी डाँडा पुगिसक्यो। यो चाहिँ हाम्रो पुरा स्नोफल भएको। यसपालि चाहिँ मेरो 3 टाइम म स्नोमै गएँ। एबिसीमा 1 एबिसी एन्ड सेकेन्ड इज गुलमार्ग इन्डिया एन्ड थर्ड वान इज पाँच पोखरी। अनि यसमा चाहिँ स्नोमा चाहिँ मेरो नाम पनि लेख्छु। JOLIE। अनि यहाँ चाहिँ एकदमै बिग साइजको रक होम्सहरू भेट्यो। मेरो चाहिँ यो फर्स्ट टाइम हो। यहाँ चाहिँ अलिकति डरै लागिरहेको थियो, तर म स्लोली गएँ किनभने अलिकति पनि खुट्टा स्लिप खायो भने यहाँदेखि एकदमै तल पुगिन्छ। त्यही भएको भएर एकदमै स्लोली म गइरहेको छु डर लाग्दै। एकदमै यहाँ चाहिँ आफूलाई टेक केयर गरेर जानुपर्ने हुन्छ। पाँच पोखरी पनि धेरै च्यालेन्जिङ बाटोहरू छ, तर अन्नपूर्ण जतिको चाहिँ छैन, बट च्यालेन्जिङ त छ। फर्स्ट टाइम जानलाई त धेरै गाह्रो हुन्छ। हामी चाहिँ फर्स्टमा म चाहिँ एबिसी गएर आएको भएर चाहिँ यो ठिकै छ, ठिकै लाग्यो। यो चाहिँ फाइनली सेकेन्ड डे। यो चाहिँ पाँच पोखरी, मेन पाँच पोखरी। इट्स लुक्स लाइक हेभन। साँच्चीकै यो चाहिँ जन्नत जस्तो स्वर्गको
हेभन स्वर्ग भन्छ नि, साँच्चीकै मैले चाहिँ 5 पोखरीहरूको साइड साइडमा चाहिँ स्वर्ग जस्तै लागेको थियो। अनि यहाँ हामीले एकछिन फोटोसुटहरू गर्छौँ। अनि यसमा हामी सारीमा पनि फोटोसुट गर्छौँ। अनि मैले चाहिँ दुईटा सारी लगेको थिएँ, येल्लो र ब्लू। सो फर्स्टमा हामी यसलाई येल्लोको फोटोसुट गऱ्यौँ एन्ड देन ब्लूको फोटोसुट गर्छौँ। आफ्टर द फोटोसुट हामी चाहिँ ब्रेकफास्ट खान जान्छौँ। ब्रेकफास्ट खाइसकेपछि हामी घरतिर लाग्छौँ। त्यो दिन घर त पुगिँदैन, बट तर माथि धेरै जाडो भएको भएर चाहिँ हामी फर्किहाल्यौँ। अनि यो चाहिँ फाइनली 5 पोखरीको लोकेसन। अनि फेरि यहाँ फोटोसुट गर्दैछु मैले। अनि हामी चाहिँ यो राति चाहिँ हामी 5 पोखरीमा चाहिँ टेन्टमै सुत्यौँ। यो चाहिँ मेरो फर्स्ट टाइमको एक्सपिरियन्स हो। अनि फाइनली आफ्टर द ट्रेकिङ दुईटा मेरो सुज चाहिँ यस्तो भयो गाइसहरू। यो सुजले चाहिँ अब रेस्ट पायो।